समुद्र द्वारिका धाम समुद्रको हामी यहाँ दर्शन गर्दैछौँ। ल अहिले यहाँ 7 बजेको छ बेलुका। सूर्य यति माथि हुनुहुन्छ, काले यसरी आइरहेछ, बडो रमाइलो छ। ओमान जाउँ न त पानी जहाजमा चढेर अब यो चाहिँ सबै समुद्र, यो देखे जति सबै समुद्र। आमामा 6 महिनासम्म पानी पानी। यो कहाँ गएर टुकिन्छ त? सबै समुद्र सूर्यास्त समुद्र पानी त उता पर होला नि। सब समुद्र सनसेट सूर्य यहाँबाट नजिक। अहिले बेलुकाको हाम्रो यहाँ 7 बजिसकेको छ, 7:05 तैपनि सूर्य यति माथि प्रष्ट रूपमा हामी देखिरहेका छौँ। हाम्रो टोली हामी विराटनगर रामपुर हुँदै तीर्थयात्रीका रूपमा यहाँ आउनु भएको छ। यहाँ आमाहरू हाम्रो अन्ता पनि यता छिन्, हाम्रो मालिकाकी हुन्छ यहाँ। हाम्रो के आमा अरे ए आमै ल 84 वर्षकी आमा हुन्छ यहीँ। यतै 84 पूजा गरिवरी जानुपर्छ। ल ल ल काकीको रमाइलो राम्रै हुँदैछ बा? कति वर्ष अरे? ल ल ठिक छ ठिक छ। यहाँ हाम्रो काका हुन्छ रमाइलो। यहाँ काका हुन्छ। ए सागरहरुका नाम भन्छन्। हामीलाई यहाँ अरब महासागर भन्छन्। उता गएको बंगाला खाडी गर्छ आइपुर। बंगाला खाडी त बंगाला खाडी चाहिँ जगन्नाथ गंगा सागरको समुद्रको नाम बंगाला सब समुद्र। अनि रामेश्वरतिर अर्कै नाम